हेलो नमस्कार सम्पूर्णलाई। अनि आज हामी धेरै खुसी हुनुपर्छ है। आज खुसीको दिन, नयाँ वर्ष नेपालको सबैलाई शुभकामना नयाँ वर्षको। अनि आज क्रिकेटको बारेमा भन्नुपर्दा आज असल खुश खबर त अन्डर 19 टिमले अफगानिस्तानलाई हरायो। अनि दूसरा फेरि मेन टिमले जित्नु पर्ने गेम हार्यो। तर खुसी यसमा छ यतिले हार्यो है। म खुसी भएको छु त्यो दुईजना खेलाडीले हारेको म्याचलाई जिताउन पुर्याउनु भएको थियो है। अनि यसले यो देखाउँछ कि यत्रो 8 जना खेलाडीले नसकेको है, दुईजनाले है, असली ब्याटिङ गर्ने मान्छेले नसकेको एउटा बलरले आएर है, अनि म्याचलाई हारेको म्याचलाई एक हिसाबले जितेकै थियो है। एक हिसाबले अलिकति ध्यान दिएको भए जितेकै थियो। तर कहीँ न कहीँ अलिकति गडबडको कारणले हार्न पुग्यो। तर चाहिँ म खुसी नै छु। त्योभन्दा पहिला त थोरै रनमा धेरै नै आउट भइसकेका थिए। सोभन्दा पहिल्यै है उनीहरूको पनि हालत त त्यस्तै थियो अफगानिस्तानको। तर चाहिँ नेपालले राम्रो खेलेको थियो। यसो हेर्ने हो भने पिछलो 15 वर्ष पहिला है, 11 वर्ष पहिला 2014 मा नेपालले अफगानिस्तानलाई हराएको थियो है, मेन टिममा, सिनियर टिममा। अनि आज ऊ यस्तो ठाउँमा छ, उनीहरूले जुनै देशलाई पनि हराउन सक्छु भनेर खेल्छन्। अनि त्यो अफगानिस्तानलाई नेपालले हराएको थियो है, ऊ पनि वर्ल्ड कपमा। त्यो अफगानिस्तान आज कुन लेभलमा गएको छ। टेस्ट नेसन छ, टेस्ट खेल्छ हरेक देशहरूसित है, राम्रो खेल गरेर पनि देखाउँछ, जितेको पनि छ। तर हाम्रो नेपालले भने एउटा खेल जितेको मैले देख्दिनँ। इन्टरनेसनल ठुलो राष्ट्र देशसँग जितेको मैले अहिलेसम्म देखेकै छैन है। ए टिम बी टिम भनेर त्यो त एक्का दुक्का त्यो वेस्ट इन्डिजको टिमहरू ए टिम आएको थियो, त्यसमा भने जितेको थियो है। त्यसलाई म अलिकति मान्दिनँ, किनभने ए टिम बी टिम सी टिम भनेको चाहिँ त्यसमा मेन खेलाडीहरू हुँदैनन्। हुन्छन् खेलाडीहरू तर मेन खेलाडीहरू हुँदैनन्। मेन टिम जो खेलिरहेको हुन्छन् अनि देशमा त्यो खेलाडीहरू घुमिरहेको हुन्छन्। कोही बसेका हुन्छन्, कोही आराम गरेका हुन्छन्, कोही फर्म नभएर बसेका हुन्छन्, टिममा नभएका हुन्छन्। अनि त्यस्ताहरूलाई पठाएर अनि जितेको, त्यही पनि सिरिज हारेको, एउटा म्याच जितेको। त्यसरी नै अहिलेसम्म मैले मेन टिमबाट कुनै पनि यस्तो टेस्ट राष्ट्रसित जितेको मैले देखेको छैन। तर चाहिँ बच्चाहरूले बरु अन्डर 19 टिमको खेलाडीहरूले अथवा अन्डर 19 आइएमए है, वुमन टिमले बरु अफगानिस्तानलाई हराए, युएलाई हराएका छन् है। उनीहरूले बरु वर्ल्ड कप क्वालिफायर जितेर वर्ल्ड कप खेलेर आएका थिए। तर मेन टिम गएको छैन। महिला क्रिकेटकोमा पनि अनि यो हाम्रो मेन टिममा पनि अहिले राम्रो खेल खेलेका छैनन्। सिनियर खेलाडीहरूले
बलिङमा भन्दा अझै ब्याटिङमा सुधारको जरुरत छ, धेरै सुधारको जरुरत छ। अनि एउटा कन्फिडेन्स हुन्छ त्यो चाहिँ देख्दैन। एउटा अगाडि आएर हामीले एउटा दुईटा हिटरको रूपमा खेल्नुपर्छ है। हिटरको मतलब यो होइन कि 3टा म्याचमा एउटामा पनि हाफ सेन्चुरी छैन या 50 रन छैन या 30-40 छैन, अनि त्यस्तो भयो भने त्यो हिटर होइन है। त्यो 10-5 रन 10-15-20 रन बनाउनेलाई मैले त्यो खासै खेलाडी इन्टरनेसनलको लेभलको खेलाडी म मान्दिनँ है। त्यो 10-20-30 रन त साधारण खेलाडीहरूले पनि खेल्छन्। बलरले जो बलिङ मेन बलर त्यसले पनि हान्छ है। ब्याट्सम्यानको मतलब हुन्छ तपाईँको कर्तव्य, तपाईँको काम, तपाईँले स्यालेरी लिनुहुन्छ, तपाईँले पैसा लिनुहुन्छ त तपाईँले त्यो पैसाको जग्गामा गरेर देखाउनुपर्छ। अनि यदि तपाईँसित हुन्न भने अरू खेलाडीहरू पनि छन्, तपाईँले रेस्ट लिनु, तपाईँ सिक्नुहोस्। तपाईँले किनभने इन्टरनेसनल खेलाडीहरू जो ठुलो ठुलो है 100-200-300 रन बनाउने खेलाडीहरूको पनि त्यही हो टेक्निक है। त्यस्तै ब्याट हुन्छ, त्यस्तै ग्राउन्ड हुन्छ, त्यस्तै सेम चिजहरू हुन्छ, तर उनीहरूले हान्छन्, तपाईँहरूले हान्न नसक्ने। यो खेलाडीहरूको सोच विचारमा परिवर्तन आउनुपर्छ। अनि एउटा राम्रो कोच पनि हुनुपर्छ है। इन्जिन राम्रो भएन भने पछाडिको त्यो बडीहरूले केही काम लाग्दैन है। मोबाइलको डिस्प्ले छैन भने जस्तै आइफोन पनि के काम। त्यसरी नै हामी मेन अगाडि असल हुन जरुरी छ। अनि त्यसरी नै आज 2टा गेम भयो। 2टा गेममा नेपालले चाहिँ लगभग जितेकै थियो, तर पनि पहिलो दिन नयाँ सालकोमा एउटा गिफ्ट पाइयो भनौँ। म अति नै खुसी छु। अनि यसरी नै म क्रिकेटको धेरै लोकप्रिय छु, त्यसकारण म कुनै म्याच पनि म हेर्छु। तर नेपालको चाहिँ हाम्रो राष्ट्र, हाम्रो आफ्नो देश भनेर माया गर्छु। अनि जब हार्छन् त दुःखी हुन्छु। अफगानिस्तान उनीहरूले राम्रो राम्रो पर्फर्मेन्स गर्दा म तुलना गर्छु है। हामीसित हारेको टिम आज कहाँ पुग्यो। अहिले अफगानिस्तानको अगाडि खेल्न सक्दैन नेपाल है, बच्चा जस्तो देखिन्छ। अब कुवेत भन्ने देश आजभन्दा 10-12-15 साल पहिले हाम्रो कहाँ नाम थियो, अफगानिस्तानलाई हराएको। तर त्यतिखेर ओमान, कुवेत, कतार भन्ने थिएन। होलान् टिम त, तर यसरी मैले खेलेको, यसरी नेपालीहरूसित अथवा कुनै देशहरूसित यसरी खेलेको म देख्थिनँ है। तर अहिले आएर उनीहरूसित पनि हारेका छन् है। कहिले कुवेतसित हार्छ, कहिले बहराइनसित हार्छ, कहिले पपुवा न्यू गिनियासित हारेको देख्छु। अरे हङकङसित हारेको छ। तपाईँ क्रिकेट कहाँ जाँदैछ है। यस राम्रो होइन यो। यसरी चल्दैन क्रिकेट। हुन्छ है 3टा म्याचमा एउटा फ्लप हुन्छ, 2टा फ्लप हुन्छ, एउटा मात्र हान्नुपर्छ। यदि हुँदैन भने तपाईँमा कमजोरी छ, तपाईँले रेस्ट लिनुपर्छ, तपाईँले अलग्गै गरेर सिक्नुपर्छ, तपाईँले केही न केही गर्नुपर्छ। जब तक तपाईँको त्यसमा भएन, अर्को म्याचमा पनि भएन भने तपाईँले आराम टिमबाट आउट हुनुपर्छ, आफै आउट हुनुपर्छ। मबाट हुन सकेको छैन, म पछि ब्याकअप गर्छु, तर अहिले म प्र्याक्टिस गर्छु कसरी हुन्छ, क्यारी हुन्छ भनेर तपाईँ ध्यान दिनुपर्छ। नत्र भने तपाईँको करियरमा असर पर्न जान्छ है। अनि मेरो हिसाबले एउटा खेलाडीको हुन्छ कि उसले उदाहरणको लागि विराट कोहलीहरू छन्, सेवाग थियो, सचिनहरू थियो, यिनीहरूको यति धेरै रनहरू, यति धेरै इनिङहरू, यति धेरै अवार्डहरू छन्, यति धेरै म्याच विनिङ मोमेन्ट त्यो म्याचहरू छन्। त्यस्तो हुनुपर्छ नि। आज हेर्नुहोस् त अहमद बसिरले अनि नन्दन यादवले कति राम्रो खेले, यादगार पारियो यो। सालौँ साल याद रहन्छ कि फल्नाले यसरी म्याच खेलेको थियो भने है। यसरी म्याच जिताउनै लागेको थियो। जिते भए अझै राम्रो हुन्थ्यो, तर नजिते पनि
मन जितेको छ है। पुरा नेपालीहरू जतिले देख्नु भएको छ सबै खुसी हुनुभएको छ। म्याच हारे तापनि यति धेरै खुसी भएको छौँ। लगभग 80 रनमा आउट 100 रनमा निप्टिन लागेको थियो, तर यिनी दुईटाले बचाएको छ। यिनी दुईटाको रन जोड्ने भने 115-20 को आसपास छ है। अनि बाँकीले जम्मा के बनायो त? 70-80 रन बनाए। 8 जनाले 80 रन, एउटाको भाउमा 10 रन। त्यो पनि खेलाडीहरूले, ब्याट्सम्यानहरूको खै यसरी कहिले चल्छ? मैले धेरै नोटिस गरिरहेको छु। धेरै म्याचहरू भयो तर कुनैमा पनि सिरिज जित्न सकेको छैनन्। फटाफुटु सानोतिनो देशहरूलाई जितेर मयम भनेर हुँदैन। पछाडि गएर धेरै समस्या आउँछ, खेलाडीलाई आउँछ। अब नयाँ नयाँ आउँदैछन्, अब मान्छेहरू चिल्लाउन सुरु गर्छन्। जिताउने खेलाडीले किन खेलाएन? उनीहरूले राम्रो पर्फर्मेन्स गर्छ भने उनीहरूलाई खेलाउनुपर्छ। यदि खेलाएनन् भने अनि त्यहाँ झडप हुन्छ, समस्या आउँछ, त्यहाँ विरोधी हुन्छ, त्यहाँ सोसल मिडियाबाट धेरै नराम्रो कमेन्टहरू, नराम्रो त्यो कुराहरू बग्न थाल्छ है। त्यही भएर खेलाडीहरूले आफै जान्नुपर्छ कि मबाट भएको छैन। कति खेलाडीहरूले है जब रन बन्दैन त उनीहरू रिटायरमेन्ट लिन्छन्, उनीहरू रेस्ट लिन्छन्, उनीहरू केही छिनको लागि अरूलाई चान्स दिन्छन्। त्यसो गर्नुपर्छ र कसरी हुन्छ हाम्रो देश जितोस् भनेर त्यसरी हुनुपर्छ। यो होइन कि कसरी म खेल्न पाऊँ टिममा भन्ने होइन कि कसरी मेरो म नभइकन मेरो देशले जित्छ भने म खेल्दिनँ भन्नुपर्छ है। मेरो सोच विचार त्यस्तो हो। अनि खुसी छु अन्डर-19 ले जितेको छ। अनि खुसी छु दुईजना खेलाडीहरूले राम्रो खेलेर मेरो मन जितेका छन् अनि सारा नेपालीहरूको मन जितेका छन्। अनि यस्तै भइरहोस्। यिनीहरू दुईजनालाई टिममा ब्याकअप भइरहोस्। अनि कतिजना खेलाडीहरू छन् जो पर्फर्मेन्स छैन, उनीहरूलाई एकदमै रेस्ट दिनुपर्छ है। धेरैको म अब एउटा बनाउन लागेको छु उनीहरूको रेकर्डहरू है। कति म्याच खेले अहिलेसम्म, अनि त्यतिमा कति रन भएको छ, अनि कति फ्लप भएको छ भनेर त्यो बनाउन लागेको छु। भनेपछि म हाल्दैन छु फेरि है। ल हुन्छ, सबैजनालाई यति नै राखेर म सबैबाट बिदा चाहन्छु। नमस्कार सबैलाई। लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला, सब्सक्राइब गर्नुहोला। अनि कमेन्ट गरेर मलाई सिकाउनु होला कि अब म के को बारेमा भिडियो बनाऊँ, कसरी बनाऊँ, कुन टपिकमा बनाऊँ, अथवा कुन खेलाडीहरूको विषयमा भनौँ, कसरी भनौँ भनेर मलाई सिकाउनुहोस्। म नयाँ छु, सिक्दैछु। अनि केही कुराहरू बोल्न मन लाग्छ अनि त्यो म यसरी भिडियोबाट मार्फत म बोल्दै गएको छु। हुन्छ ल, सबैजनालाई शिवरात्रि अनि ह्याप्पी न्यू इयर।